अझै मन्दिर चाहिँ यति माथि छ कि मुटु ढुक ढुक कलेज फत्राक फत्राक भइसक्यो यार। वेलकम ब्याक टु माई युट्युब च्यानल है। हामी चाहिँ आज कालिम्पोङ हिँडेको रातिको 3 बजी हिँडेको काठमाडौँबाट। अहिले चाहिँ हामी 7 किलो भन्ने ठाउँमा आइपुग्यौँ है। बिहान चाहिँ पुरै हुस्सी थियो कि हामीले भिडियो बनाउनु पाएन। अब यहाँबाट चाहिँ हामी भिडियो सुरु गर्छौँ है। हामी 3टा बाइकमा आएको छौँ, पार्स र म एउटा बाइकमा, अनि एउटा दिदी हुनुहुन्छ, एउटा 2जना दाइ हुनुहुन्छ है। हामी चाहिँ अब यहाँबाट चिया खान्छौँ 7 किलोमा, त्यसपछि हामी लाग्छौँ है त। हेर्दै गर्नु होला। ल एउटा बाइक चाहिँ निस्किसक्यो, अब हामी निस्किन्छौँ है। दाइ पनि निस्क्यो, हामीले यहाँ चिया खायौँ। अब हामी जान्छौँ सिधै कालिम्पोङ। जाडो भइरहेको छ, अहिले चाहिँ पुरै घाम लागिरहेको छ कि, अनि चाहिँ तातो भइरहेको छ। अनि हामी चाहिँ दाइलाई वेट गरेको, यहाँबाट हिमाल खतरा देख्दो रहेछ। लुगा यस्तो फोहोर भएको छ कि है। हामी चाहिँ अब यहाँबाट हिँडिसक्यो। पुरै रोड चाहिँ कुनै ठाउँमा कच्ची रोड छ है। धुलो यस्तो उडेको छ कि हाम्रो दाइहरूलाई पर्खिँदैछौँ। अहिले हामी चाहिँ कहाँ भने यो ठाउँ आइपुग्यो। हाम्रो दाइहरू पनि भर्खरै क्रस हुनुभयो। अब हामी लाग्छौँ यो बाटो हुँदै, यो बाटो हुँदै। यताबाट चाहिँ अब कताबाट जाने हो? कालिम्पोङ जाने बाटो चाहिँ कता हो? कालिम्पोङ कता? यो सिधा कालिम्पोङ जाने बाटो चाहिँ यता रहेछ। हामी चाहिँ बिर्सिरहेको है। कालिम्पोङ त आयौँ होइन। यहाँको बाटो चाहिँ गौरी भन्ने ठाउँबाट चाहिँ उकालो लागेपछि उकालो बाटो होइन, लास्टै खतम छ। पुरै यो शरीरको त पाड दुखिरहेको छ कि पिस दुखिरहेको छ होइन। तर मजा आइरहेको छ राइड गर्नको लागि। हामी चाहिँ अहिले यहाँ आइसक्यौँ है त। ल हेर्न सक्नुहुन्छ क्या दामी भ्यू छ है। यहाँ आइसक्यो। हामी चाहिँ त्यो पारिको बाटो हिँडेको, पुरै अफरोडै रहेछ उहाँ तलबाट। हामी चाहिँ फाइनली यहाँनिर गेटमा आइसक्यौँ है। यहाँ चाहिँ पसलहरू रहेछ। भिडियो बनाउनु। हामी चाहिँ यहाँ पूजाको सामान किन्दैछौँ है त। मन्दिर चाहिँ उहाँ माथि रहेछ। मन्दिर चाहिँ यहाँ रहेछ कि। अनि हामी चाहिँ यहाँबाट सामान किनेर लिएर जाँदैछौँ। त्यहाँ चाहिँ आधी बाटोसम्म बाइकमा जान्छ अरे, त्यसपछि चाहिँ केबल कार चढ्नुपर्छ अरे, दिदीले भन्नुभएको। सो गाइज हामी चाहिँ कालिम्पोङ आइपुग्यौँ। तर हामी चाहिँ अहिले रेप राइडमा छौँ है होइन। रेप राइडमा छु होइन हामी। यो वाल हिँड्दै रेप राइडमा छु। केबल कारमा पनि जानु मिल्ने रहेछ, तर केबल कारमा त्यहाँनिर पुरै लाइन रहेछ कि, त्यही भएर हामी चाहिँ हिँडेरै जाँदैछौँ।
केबल कारहरू चाहिँ माथिबाट हिँडेर म चाहिँ आधी बाटो आइपुग्यो अझै मन्दिर चाहिँ यति माथि छ कि यो भाइ हिँड्नु सकेको छैन यो भाइ थाकेर पुरै लोड भइसक्यो लालीगुराँसको बोर्ड छ है सानो तर अहिले चाहिँ लालीगुराँसहरू फुलेको छैन पुरै भिरैभरि लालीगुराँस छ मुटु ढुक कलेजो फत्राक भइसक्यो यार यत्रो उकालो हिँडेर आइसक्यो है आम्बो अझै बाँकी छ यत्रो ठाडै उकालो ल पानी ल्याउनु बिर्स्यो होइन यस्तो पानी तिर्खा लागेको छ पानी खानै पाएको छैन कि उ त्यहाँनिर हाम्रो भाइ पुरै बसिरहेको छ कि हिँड्नु नसकेर यहाँ बसिरहेको छ होइन पुरै फत्राक परेर हाम्रो टोलीहरू त कहाँ छुट्यो ऊ तल कता छ यता तलतिर कता छ हिँड्नु नसकेर भाइ चाहिँ यहाँ आउँदैछ है सो फाइनली गाइज हामी चाहिँ आइपुग्यो है मन्दिर हिमाल चाहिँ पुरै यता देखिरहेछ अब हामी चाहिँ पूजा गर्नु सो गाइज हामी चाहिँ यहाँ तल पूजासुजा गऱ्यौँ अलिअलि त्यसपछि हामी चाहिँ लाग्यो माथि मन्दिर गरिसक्यौँ सबले अब हामी चाहिँ फर्किनुपर्ने हुन्छ यहाँ मन्दिर हेर्नु न क्या भिड छ मान्छेहरू चाहिँ उहाँबाट चाहिँ हिमाल टल्किरहेको छ म चाहिँ यहाँ अब हामी जाँदैछौँ तल जाने होइन तल फोटो खिचिरहेछ जाने होइन तल जाने त जाने गइदिउँ न त अब यत्रो तल जानुपर्छ कालिम्चोक मातामा चाहिँ होइन आफूले मनभित्रैबाट जे मागे त्यही इच्छा पुरा हुन्छ अरे हजुरहरू पनि आउनु होला घुम्नु होला यत्रो मान्छे छ है अब हामी चाहिँ पूजासुजा सबै गरिसक्यौँ अब हामी फेरि हिँड्दै यही बाटो हुँदै उहाँ तल पुगिन्छौँ अब बेलुकै काठमाडौँ जाने हो भाइहरू चाहिँ यहाँ जो दाइ छ यहाँ तल झरुन्जेलसम्म म भ्लग बनाउँछु त्यसपछि चाहिँ तपाईँहरू चाहिँ कालिम्चोक माताको दर्शन गर्न आउनुभयो भने तपाईँहरूले पहिला नै एउटा चिजको चाहिँ ख्याल गर्नु होला माथि कुनै बेला पानीको सर्टेज हुन्छ पानीको बोतल चाहिँ बोकेर लिएर जानु होला हामीले चाहिँ बोकेको थिएनौँ पुरै माथि पुग्दा प्याक भएको थियो पानी तिर्खा लागेर हामीले तर त्यहाँनिरको एउटा दाइ हुनुहुँदो रहेछ त्यो दाइले चाहिँ हामीलाई पानी दिएर हेल्प गर्नुभयो त्यो दाइलाई धेरै धन्यवाद है त हामी चाहिँ कालिम्चोक माताबाट दर्शन गरेर फर्किसक्यौँ हामी चाहिँ अहिले लगभग आधी बाटो हिँडेर तल झरिसक्यौँ अब हामी तल कालिम्चोकमा गएर खानासाना खान्छौँ त्यसपछि हामी काठमाडौँतर्फ लाग्छौँ भ्लग धेरै लामो हुनसक्छ त्यही भएर भ्लगलाई चाहिँ म यहीँ इन गर्छु
मन पर्यो भने लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला।